हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मलाई बिहानदेखि ब्लग बनाउन मन लाग्यो, त्यही भएर बनाउँदैछु साथीहरू। म बिहानदेखि बेलुकासम्म के गर्नेछु त हजुरहरूलाई देखाउने नै छु। अब चाहिँ म अब पर के अरे सब्जी बजार जाँदैछु। त्यहाँ पर सब्जी आज बिहान फ्रेस सब्जी पाउँछ नि त। आज बिहान होइन, जहिले पाउँछ त। अनि म जाँदैछु बजारमा सब्जी लिनको लागि। लु जाउँ भाइ। गाइज, म चाहिँ बुढी सब्जी किनेर पनि आइसकेँ। यो चाहिँ बुढीको पाहाडको मान्छे भएर होला। म चाहिँ एकदम पाहाडकै कुरा मात्रै खान्छु कि त्यस्तै मनपर्छ नि त। अरू सब्जी त अझै खानु पनि जान्दैन। अनि मलाई मेरो सबैभन्दा मनपर्ने मलाई मिठो लाग्ने चाहिँ प्लम पनि ल्याएको छु। अब सर्ट यहाँ पखाल्छु प्लमलाई होइन, पखालेर खाइदिइहाल्छु कि। यति खानु मन लागिरहेको छ। कस्तो घरको याद आइरहेको छ प्लम देखेर। हाम्रो बारीमा कति फल्छ यस्तोको रक्सी पनि बनाउँछ। त्यो याद आइरहेको छ कि गाइजहरू। अब चाहिँ म खान्छु ल प्लम चाहिँ। अब म खान्छु, मलाई एकदम मनपर्छ, मेरो बेस्ट हो। फ्रेस रहेछ क्या। रातो कस्तो घरको याद आयो प्लम देखेर। बारीभरि रातै पाकिरहेको होला हाम्रो पनि घरमा। म पनि खाँदैछु है गाइजहरू पुरा। यो त मेरो मामा घरमा कस्तो हुन्छ, सट्टा डाडु बनाएर खानुहुन्छ। यहाँ त किनेर खानुपर्छ। किनेर खाए पनि सस्तै रहेछ। यस्तो 5,000 कतिको हो? म त टमाटर पो सोच्दै थिएँ त। हो र? 100 रुपियाँ केजी। कस्तो रातो कस्तो दामी रहेछ क्या। भर्खर ल्याएको रहेछ, फ्रेस रहेछ नि त। अनि ल्याइदिइहाल्नु। ल सब्जी ल्याएर आइसकेँ। अब स्कुल जानु ढिलो हुन्छ, छिटो घरमा खाना पकाउँछु गाइजहरू। लेट्स गो। मेरो छोराले चाहिँ यहाँ प्याज काट्दैछ यो बुढी पकाउनको लागि। म चाहिँ उसलाई खाना सब्जी पकाउन सिकाउँदैछु, किनभने उसले पनि सिक्नु पऱ्यो नि। म मात्रै कति पकाउनु। कस्तो आउँदैछ? मजा आउँदैछ? उहाँ कन्ती खारिसक्यो। छिटो गरेर अलिक फास्ट हात चलाऊ। ओस्याङ्रे कति ढिलो। ए भगवान्, ए राम, ए शिव, छिटो गर। खाना सब्जी पकाउन सिकाउँदैछु म चाहिँ। बाबुलाई खानासाना पकाउनु लगाएँ। अब म चाहिँ सट्टसँगले सब ओछ्यानसँग मिलाएर सनाक सिनिक बनाउने छु। प्याज हाल, हातले हाल नि बिस्तारी, त्यसरी होइन सिकाउनुपर्छ। हाल बिस्तारै मुनि परेर, माथिबाट छस्स होइन नि फेरि। त्यसरी हाल, सबै हाल। यसरी चलाऊ। अनि बेसार हाल, बेसार हरिएको छ। छिटो गरेर हात चलाउने, छिटो। स्टुडेन्ट भएर यस्तो पाराले हुन्छ? बेसार कति हाल्ने हेरौँ। तेलमा हाल, अलिक हाल, छिटो। कति ढिलो, अलिक हाल न खाए तेरिका। भयो त्यसरी हाल। छिटो गर्ने। बेसार डढिहाल्छ, सब्जी हालिहाल। बेसार डढ्छ फेरि, तरकारी हाल बिस्तारी। चलाऊ, अब बिस्तारै चलाउने। त्यसलाई त बेसारमा घोलमोल पारेर बिस्तारै चलाउने। तिमीलाई गाह्रो साह्रो जस्तो भयो भने त ग्यास सानो पार्ने अनि चलाउने। म ओछ्यान मिलाउँछु ल।
रिमोट यहाँ रहेछ टिभीको बसिदिनु सिनिक्क पारे रुम सिनिक्क पारे अब बाबुले के गर्दैछ हेर्दैछु म किचनमा के गर्दैछ म जाँदैछु ओइ तरकारी त स्मेल आयो त डढेको सानो ग्यास बनाऊ ग्यास ठुलो भएछ मसलाहरू पिस्यौ लसुनहरू पिस्यौ ल लसुन पिस यहाँनिर लसुन पिस्ने हाम्रो थोरै भयो हुन्छ मेरो छोरा चाहिँ यहाँ लसुन पिस्दैछ ढोका उता उता झप्पा भने पिस लु पिस दुइटा हातले कस्तो भयो हेरौँ अलिक मजाले पिस एक दुईचोटि पिस भने हुन्छ तरकारी मान्छेले डढिसक्यो तरकारी गर्नु न ल गाइज मेरो चाहिँ छोरा स्कुल जानलाई खाना खाँदैछ छिटो छिटो खाऊ उसले पकाएको खाना चाहिँ मैले राइस कुकरमा बसाइदिएको थिएँ होइन सब्जी चाहिँ उसैले पकाएको है यो आजको सब्जी कस्तो छ त आफूले पकाएको सब्जी मिठो छ अन्त यस्तै खान्छौँ तर पनि खानु नि एकछिनमा खान्छु पकाउन मेरो छोरा चाहिँ तयारी भएर पनि स्कुल जाँदैछ मेरो छोराले अब चाउचाउ बनाउँदैछ स्कुलबाट आएर खाजा यहाँ पानी उमालो अब के कुन चाउचाउ अरे कोरियन टुपियम चाउचाउ बनाउँदैछ यस्तो पनि खान्छु ल बनाऊ ल कस्तो बनाउँछौ ल गाइज मेरो छोराले चाहिँ करेन्ट चाउचाउ पनि पकाइसक्यो अनि यो हामी खाना लगाएर चाहिँ यहाँ खाने अब हामी चाहिँ यो चाउचाउसँग चाहिँ करेन्ट के अरे करेन्ट होइन हौ टुपियम चाउचाउसँग चाहिँ हामी चाहिँ गम भात खान्छौँ कसले खानु भएको छ यसरी भात हामी त एकै ठाउँ लाएर खान्छौँ आमा छोरा नि मिली नि अलि लाऊ थाल पनि हाम्रो खतरा छ गाइज सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ मौसम न मलाई चाहिँ ठुल्ठुलो भाखा माथि राख्न मिठो हो आज चाहिँ म नयाँ कुरा देखाउने छु हजुरहरूलाई कतिलाई नयाँ कुरा कतिलाई थाहा पनि छ होइन प्लान्टमा पनि फुल फुल्दो रहेछ कस्तो फुल यस्तो दामी फुल छ म देखाउँदैछु ल मेरो प्लान्टको चाहिँ हरिबिजोग भएको छ अब चाहिँ म यसलाई यहाँ नयाँ गमलामा सार्दैछु अनि हेर्नु न साथीहरू प्लान्टको चाहिँ बिचारै कस्तो दामी फुल कति राम्रो फुल फुलेको हेर्नु न कस्तो माया लाग्यो यो चाहिँ यस्तो के रहेछ हौ गमलाले थामी नसक्नुको फुल यो भएछ कि कति राम्रो फुल हेर्नु त यहाँ राम्रो फुल फुल्दै रहेछ
मलाई चाहिँ थाहा थिएन यस्तो फुल फुल्छ भनेर। यस्तो प्लान्टमा चाहिँ स्नेक प्लान्टमा चाहिँ यो वाला फुल पनि फुल्दो रहेछ है गाइजहरू। यत्रो फुल चाहिँ यत्रो गमलामा अटेको थियो, बिचरा गमेला हरिबिजोग भएर अटेको फुल चाहिँ कत्रो जो बाफ्रे यत्रो छ नि फुल त फेरि कस्तो दामी फुल्छ। यस्तो फुल फुलेको छ गाइजहरू, हेर्नुहोस् होला। अब चाहिँ म यसमा सार्ने छु। नयाँ गमला पनि सानो ल्याएछु म त, कति राम्रो फुल फुलेर छ। अब चाहिँ मैले हल्का योहरूलाई चाहिँ छाँटिदिएर एकदम दामी बनाउने छु। मैले चाहिँ सबै फुललाई छाटेर यहाँ थालेँ, कति ठुलो थियो नि त, अनि राम्रो राम्रो राखेर चाहिँ यहाँ बनाएँ। यो कस्तो राम्रो फुल फुल्दैछ, यो चाहिँ फुलिसकेको फुल हो। यो चाहिँ कोपिला, यहाँ पनि कोपिला, कस्तो दामी फुल्दो रहेछ हौ। सेतो कलरमा व्हाइट कलरमा फुल्दो रहेछ, एकदम राम्रो हुँदो रहेछ मनी प्लान्ट। अब उ त्यहाँ अर्को पनि छ, अब त्यो अर्को पनि बनाउँछु। यो चाहिँ मैले यहाँ ढोकानेर राखेँ किनभने यो चाहिँ यसले चाहिँ अक्सिजन दिन्छ अरे नि त। अब म यो मनी प्लान्टले चाहिँ अक्सिजन दिन्छ अरे, त्यही भएर म चाहिँ यसलाई ढोकामा राखेँ। यो अर्कोवाला छ, यो चाहिँ यहाँनिर दुवैलाई ढोकामा छेउछेउमा राखेको छु। यसले चाहिँ अक्सिजन दिन्छ अरे नि त, त्यही भएर भित्र राख्नु पर्यो, ठाउँ छैन, त्यही भएर यो चाहिँ मैले ढोकामा राखेँ। सो गाइज, हाम्रो दिनहरू चाहिँ यसरी नै जान्छ होइन। हजुरहरूले हाम्रो भिडियोलाई धेरै धेरै माया गरिदिनु होला। जति हजुरहरूको मोबाइलमा भिडियो आउँछ नि, हजुरहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। हामीहरूको न्युज च्यानल हो, अब न्युज च्यानलमा धेरै सपोर्ट दिनु। 1K सब्सक्राइबरदेखि बढ्दै जान्छ, 1K सब्सक्राइबरदेखि बढ्दै जान्छ। त्यसपछि मिलियनमा पुग्छ, मिलियन पछि गफ पनि कति दिन्छ। 10 मिलियनमा हाम्रो भिडियो यतिन्जेलसम्म हेरेर आइदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजलाई बाई बाई। थ्याङ्क यू फर वाचिङ।